साथीहरु टेकअवे च्यानलमा तपाईहरुलाई स्वागत छ। म भरत। आज म तपाईहरुलाई जीमेल अकाउन्ट 2082 मा कसरी क्रिएट गर्ने, नयाँ जीमेल अकाउन्ट कसरी खोल्ने र टु स्टेप भेरिफिकेसन कसरी गर्ने जानकारी गराउनेछु। च्यानल नयाँ हुनुहुन्छ भने सिमरेको बेल अल थिच्नु होला, लाइक गर्नु होला, भिडियोलाई सबैले प्रेत न्यू अकाउन्टमा यसरी टच गर्नु होला। अनि नेक्स्ट पनि गर्न सक्नुहुन्छ, तपाईहरुले स्किप पनि गर्न सक्नुहुन्छ। मैले यहाँनिर नेक्स्ट यो गरी। अब हामीले नयाँ जीमेल अकाउन्ट बनाउनको लागि सबैभन्दा पहिले एड अन इमेल एड्रेस भन्ने छ, गुगल भन्ने छ, यसमा टच गर्नु होला। क्रिएट अकाउन्टमा यसरी टच गरी क्रिएट अकाउन्टमा टच गरिसकेपछि अब यहाँनिर फर माई पर्सनल युज भन्ने छ। तपाई आफ्नो पर्सनल युजको लागि यहाँनिर फर माई पर्सनल युजमा यसरी टच गर्नु होला। यसमा टच गरिसकेपछि अब यहाँनिर क्रिएट अ गुगल अकाउन्ट भन्ने छ। फर्स्ट नेम राख्नु होला। तपाई मैले फर्स्ट नेम राखेँ, त्यसपछि यहाँनिर लास्ट नेम राख्नु होला। त्यसपछि यहाँनिर नेक्स्ट गर्नु होला। यसले भनेको छ जस्तै यहाँनिर मन्थ भयो, डे भयो, इयर्स भयो। तपाईले यहाँनिर इङ्ग्लिसमा जस्तै यहाँनिर यतापट्टि साइडमा आइकन छ, यसमा टच गर्नु होला। यसमा टच गरिसकेपछि अब आफ्नो यहाँनिर महिना सेट गर्नु होला। त्यसपछि डेमा यहाँनिर डे राख्नु होला, तपाईको कति हो, तर इङ्ग्लिसमा राख्नु होला। तपाईले इयर भन्ने छ, तपाईको जन्म राख्नु होला इङ्ग्लिसमा। यदि भइसकेपछि अब यहाँनिर यो जेन्डर भन्ने छ, जस्तै यतापट्टि मा कोठामा टच गर्नु होला। यसमा टच गरिसकेपछि मेल फिमेल यदि गरिसकेपछि अब नेक्स्ट गर्नु होला, राख्नु होला। त्यसपछि तपाईलाई अटोमेटिक यहाँनिर गुगलले दिनेछ। यसरी राखेँ, आफ्नो मनले यसरी युजर नेम यसरी राखेको छु। अनि त्यसपछि नेक्स्ट गर्छु। नेक्स्ट गरिसकेपछि अब क्रिएट अ स्ट्रङ पासवर्ड भन्ने छ। तपाईले एकदम बलियो पासवर्ड राख्नु होला यहाँनिर, र पासवर्ड राखिसकेपछि बलियो राख्नु होला। त्यसपछि नेक्स्ट गर्नु होला। एड फोन नम्बर टु अकाउन्ट भन्ने छ। तपाईले टु स्टेप भेरिफिकेसन गर्दा पनि राख्न सक्नुहुन्छ। मैले यहाँनिर अब तपाईहरुले यदि नम्बर राख्नु होला, माथि यहाँनिर नेपालको साइन आइसकेको छ, नम्बर राख्न नेक्स्ट गर्नु होला। मैले स्किप गरेँ, तपाईहरुले पछि सिकाउने छु लास्टमा। अब यो रिभ्यू अकाउन्ट इन्फो भन्ने छ, यु क्यान नेक्स्ट गरेँ। प्राइभेसी एन्ड प्रम्प्ट्स भन्ने छ, तपाईहरुले यसलाई पढ्न पनि सक्नुहुन्छ, नभए स्क्रल डाउन गर्नु होला। अलि तल आइसकेपछि आई एग्री भन्ने छ, यहाँनिर मैले एग्रीमा टच गरेँ, एक्सेप्ट गरेँ। तपाईहरुले एक्सेप्ट गर्नु होला। यसमा एक्सेप्टमा यसरी टच गरिसकेपछि अब यहाँनिर अलरेडी जीमेल अकाउन्ट तयार भइसकेको छ। त्यसपछि टु स्टेप भेरिफिकेसन गर्नको लागि यहाँनिर जीमेलमा फेरि टच गर्नु होला। यहाँनिर माथि टपमा दायाँ माथि सबैभन्दा माथि यहाँनिर प्रोफाइलमा यसरी टच गर्नु होला। टच गरिसकेपछि म्यानेज योर गुगल अकाउन्ट भन्ने छ, यसमा टच गर्नु होला। अब यस्तो खालको यहाँनिर फिचर खुल्छ। अब यहाँनिर अलिकति यता साइड स्क्रल गर्नुभयो भने यहाँनिर सिक्युरिटी भन्ने छ, यसमा टच गर्नु होला। यसमा टच गरिसकेपछि अलिक तल स्क्रल डाउन गर्नु होला। यु साइन इन गुगल भन्ने छ, यहाँनिर जस्तै टु स्टेप भेरिफिकेसन भन्ने छ, अहिले अन छ, यहाँनिर टच गर्नु होला। स्टेप भेरिफिकेसन तपाईहरुले गर्न सक्नुहुन्छ। 5 सेकेन्ड सिक्युरिटी की भन्ने छ, मैले यसमा टच गरेँ। तपाईहरुले अरु पनि यसरी गर्न सक्नुहुन्छ, जस्तै मोबाइल एड गरेर नम्बर एड गरेर अथवा जीमेल राखेर रिकभर जीमेल राखेर पनि गर्न सक्नुहुन्छ। तपाईले मोबाइल युज गरेको आफैले आफ्नो मोबाइल युज गरेको नम्बर राख्न सक्नुहुन्छ। तपाईले त्यहाँ तपाईको मेसेज बक्समा ओपिटी कोड आउँछ, तपाईले यसमा राखेर ओके गर्न सक्नुहुन्छ। मैले यहाँनिर यो 5 सेकेन्डबाट देखाउँछु। अनि यहाँनिर युज 5 सेकेन्ड भन्ने छ, यसमा मैले टच गरेँ। यसमा टच गरिसकेपछि अब यहाँनिर डन गर्छु। स्टेप भेरिफिकेसन गर्न सक्नुहुन्छ। हस् त, थ्याङ्क यू फर वाचिङ।